बिहानको अलार्म बज्छ तर हाम्रो शरीर उठ्नै मान्दैन। ड्युटी जाने बेला भइसकेको हुन्छ अनि निन्द्रा पुगेकै जस्तो फिल हुँदैन। न त ब्रेकफास्ट बनाउन मन लाग्छ न त छिटो छिटो रेडी हुन मन लाग्छ। अनि यस्तो बेला तपाईँ के गर्नुहुन्छ? हामी प्राय बिहान उठ्ने बित्तिकै कफी पिउँछौँ नि। र म आज एउटा यस्तो कफीको बारेमा कुरा गर्छु जुन कफीले तपाईँलाई इन्स्ट्यान्ट एनर्जी दिन्छ, निन्द्रालाई भगाइदिन्छ, माइन्डलाई फोकस्ड राख्न हेल्प गर्छ र केही बेरसम्म भोकै लाग्न दिँदैन। र त्यो कफीको नाम हो बुलेट प्रुफ कफी। अनि यो कफी हामी घरमै सजिलै बनाउन सक्छौँ। एउटा कपमा ब्ल्याक कफी लिनुहोस्, त्यसमा अ टेबल स्पुन अनसल्टेड बटर हाल्नुहोस् र मजाले ब्लेन्ड गर्नुहोस् र त्यसलाई सर्ट खाए जसरी पिउनुहोस्। र त्यसले तपाईँको बडीमा इन्स्ट्यान्ट एनर्जी दिन्छ, माइन्डलाई सार्प र फोकस्ड राख्छ र केही बेरसम्म भोकै लाग्न दिँदैन। र यसले क्यालोरी डायटलाई पनि हेल्प गर्छ है त। त्यसैले बिहान उठ्ने बित्तिकै ओकेजनल्ली बुलेट प्रुफ कफी पिउने गर्नुहोस् है त। चियर्स।